लु माइत घरमा आएर यहाँ ल हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म एकदम साँझमा अफिस पछाडि माइत घरतिर गएको थिएँ। अनि मेरो ठुलो भाउजूको घरमा चाहिँ साग बोडी फलेको छ लिन आउनु भन्नुभएको थियो नि त। अनि फेरि छोरी चेलीलाई चाहिँ माइती घरमा जे पाके पनि कुदेर लिन जानुपर्छ के। अनि हाम्रो घरमा चाहिँ भाउजूले साग दामी फलाउनु भएको रहेछ। अनि फर्सीको मुन्टा पनि दामी रहेछ। भाउजूले फर्सीको मुन्टा पनि टन्न टिपिदिनु भयो। यो चाहिँ हाम्रो मकैबारी हरियो मकै पनि रहेछ। यो चाहिँ पम्पसेटको घर। यी हेर्नु न फर्सी त यस्तो राम्रो रहेछ कि मुन्टा भाउजूले पुरै हँसियाले काट्दै हुनुहुन्छ क्या। यो चाहिँ घरकै मलहरू भएर होला एकदम खतरा हुन्छ क्या सागसब्जी चाहिँ। हेर्नु त फेरि डाँडा पनि छ नि त। ल हेर्नु त हाम्रो भाउजूहरूको यस्तो सुन्दर ब्युटिफुल सुँगुरहरू। लु हेर्नु त ओ माई गॉड कस्तो राम्रो सुँगुर पनि पाल्नुहुन्छ। यो चाहिँ हाम्रो बोडीबारी भाउजूहरूको। अनि यसमा चाहिँ आज नन्द भाउजू बोडी पनि टिपौँ है त भनेर गफ गर्दै बोडी पनि टिप्यौँ। अनि यहाँ चाहिँ बोडी टन्न फलेको थियो। मैले चाहिँ 2 अङ्गालो बोडी लिएर आएँ, मैले पनि टिपेँ। अनि यो चाहिँ बोडी टिपिसकेपछि हाम्रो चाहिँ बाटैमा पर्छ नि त। अनि भाउजू र म पुरा गफ गर्दै अनि बोडी पनि टिप्यौँ। अनि त्यसपछि भेला पारेर साँझ एकदम धेरै पनि भयो। अनि म चाहिँ सब त्यति भयो बोडी। अनि फर्सीको मुन्टा लट्टेको साग बोडी सबै लिएर जाने हो नि त माइतीबाट त फेरि सबै बोक्ने हो नि त। अनि लास्टमा चाहिँ सबै फर्सीको मुन्टा चाहिँ म केलाएरै लान्छु भनेर केलाउन पनि थालेँ। थ्याङ्क यू फर वाचिङ माई ब्लग।